यति ठुलो मासमा बोल्ने बानी त छैन होइन। तर पनि आज चाहिँ अब केही शब्द म बोल्न लागिरहेको छु। यो ज्ञापन पत्र हजुरले दिनुभएको म अवश्य हाम्रो माननीयज्यू अध्यक्षज्यूसम्म पुर्याउने र दिने मात्र होइन, बसेर उहाँसँग यस्तो यस्तो भनेर यसको वित्तचित्रमा कथा बताए जस्तै म त्यसरी नै उहाँलाई भन्नेछु। अब हिजोसम्म अब दार्चुला कहाँ हो, दुम्लिङ कहाँ हो, हामीलाई केही थाहा थिएन पक्का भन्यो भने होइन। हामी आफूले काम गरेको मान्छे हो। अब आज आयौँ यहाँ, तपाईँलाई देख्यौँ, तपाईँहरूको व्यथा बुझ्ने मौका पायौँ होइन। अनि अब के भन्न मन लाग्छ नि, अब तपाईँ हामी भनेको चाहिँ माटोको साइनो जोड्यो कि हामीलाई होइन। त्यसले गर्दा चाहिँ अब तपाईँहरूको व्यथाहरू पहिलाको व्यथा सुनिनौँ होला, अबको अहिलेको व्यथाहरू चाहिँ हामीले अरू बेला पनि सुन्दै जान्छौँ कि तपाईँलाई कस्तो भइरहेछ, के भइरहेछ। अनि अर्को खुसीको कुरा के छ भन्दाखेरि चाहिँ हामी अघि भने जस्तै हिजो हामी दार्चुला यो के भन्ने ठाउँ दुम्लिङ यो ठाउँमा तपाईँको अझै नामै थाहा छैन है, कस्तो लाजै मर्दो कि हामी हिजोसम्म थाहा थिएन, आज थाहा भयो। तर तपाईँहरू यति चाहिँ ढुक्क हुनुहोस् कि हिजोसम्म कसैलाई थाहा थिएन, आज संसारभरलाई थाहा भएको छ कि तपाईँहरूको ठाउँ कस्तो छ, के छ। आज हाम्रो यहाँ के अरे मिडियाको साथीभाइहरू आउनु भएको छ होइन। उहाँले हरेक पाइला पाइलामा हामीले पनि उहाँलाई रिक्वेस्ट गरेको छ, पाइला पाइलामा देखाउनुहोस्। हामी यहाँ आउँदाखेरि तपाईँको यहाँ एउटा के अरे बाटोमा बिचमा ढुङ्गा लडेर बाटै छेकिएको छ, त्यो धरी देखाएर चाहिँ देखाउनुहोस् सबैलाई होइन। तपाईँहरूको गाउँघरको कथाहरू देखाउनुहोस् भनेर उहाँलाई सबैलाई रिक्वेस्ट गरेको छु। र अहिलेको लागि हामी एउटा टेक्निकल टिम भएर चाहिँ तपाईँहरूको यो जुन तुइनको समस्या छ त्यो तुइनको समस्या हामी हेर्न आएको छौँ। तर हेर्न आएको भन्दैमा अब त्यहाँ गएर हामीले नापजाप गऱ्यो भन्दैमा भोलि नै तुइन बन्छ भन्ने आशावादी चाहिँ नहुनुहोस् होइन। यहाँ धेरै कुराहरू हुन्छ, अब कानुनी प्रक्रिया होला, अब यहाँको यो तुइनको अवस्थाको बारे होला, पारीबटको कुराहरू होला होइन। थुप्रै कुरा जोडिँदो रहेछ क्या। त्यो यो चाहिँ अहिले हामी आएर थाहा पाउँदैछौँ। अस्ति घरबाट हिँड्दा त जे होस् 3 महिना हामी सक्छौँ भन्दै यस्तो गर्दै आएको थियौँ क्या होइन। र थुप्रै कुरा जोडिँदै जोडिँदै आउँदा चाहिँ अहिले कस्तो भएको छ भन्दाखेरि चाहिँ तपाईँहरूको जुन यो तुइनको कथा भनेको कुरा हिजोसम्म अस्ति लडेको बित्नु भएको कुराहरू सुन्यो। तर हिजो मात्र बुझ्यो कि यो तुइन भनेको त तपाईँको त उहिले जमानादेखि चलाउनु भएको रहेछ नि त। तपाईँले जमानादेखि चलाउँदा यसको योसँग तपाईँहरूको धेरै के अरे कथा व्यथाहरू गाँसिएको छ। हामी भनेको बाहिरबाट आएर चाहिँ हेरेर चाहिँ तपाईँहरू यस्तो रहेछ भन्ने कुरा हुन्छ। तर पनि म चाहिँ यति भन्न चाहन्छु कि अहिले नै तपाईँहरू आशावादी नहुनुहोस् होइन। अहिले हामीले आएर हामीले यो हजुरहरूले भनेको कुरा हामी अवश्य राख्नेछौँ र यो कुरा अवश्य बढ्छ होला, हामी त्यसमा एकदमै विश्वास पनि गर्दैछौँ। र अर्को कुरा चाहिँ के भन्दाखेरि अहिले संसारभरि तपाईँहरूलाई चिनिरहेको छ संसारमा। अनि यहाँ कस्तो चाहिँ के छ, अब नयाँ सरकार पनि बन्दैछ, हामी पनि यहाँ आएको छौँ भनेपछि तपाईँहरूको कुरा चाहिँ माथि चाहिँ अवश्य गुन्जिन्छ यो कुरा चाहिँ। तर पहिला सानो स्वरमा गुन्जिन्थ्यो, अहिले चाहिँ ठुलो स्वरमा गुन्जिन्छ। जस्तो अघि तपाईँहरूले यहाँ बाजागाजा बजाएर चाहिँ कानै बन्द हुने गरी बजाउनु पनि त्योभन्दा ठुलो आवाज गुन्जिन्छ कि यो कुराको बारे चाहिँ, किनभने संसारलाई थाहा भइसक्यो नि त होइन। त्यसले गर्दाखेरि तपाईँहरू पनि एकदम पोजिटिभ बन्नुहोस्। यो कुरालाई चाहिँ अब हाम्रो यहाँ केही सुनिनेवाला रहेछ, केही हुनेवाला रहेछ भन्ने कुरा पोजिटिभ बन्नुहोस्। तर एकैचोटि ल यहाँ चाहिँ अब अर्को महिना पुल बन्छ, श्रमदाताहरू आउँदैछ भन्ने कुरामा चाहिँ एकैचोटि विश्वास पनि नगरिहाल्नुहोस्, किनभने यो कुराको प्रक्रिया धेरै लामो हुन्छ, धेरै बुझ्नुपर्ने हुन्छ। अर्को कुरा आयो बाटोको कुरा। तपाईँहरूको बाटो बन्दै अड्किँदै गएको रहेछ होइन। तर अहिले यो बाटो राम्रो बन्यो भने त तपाईँहरूलाई त धेरै राम्रो हुन्छ भन्ने कुरा हामीले एकदमै अड्कल गरिसक्यौँ होइन। जस्तो अब हामीलाई यहाँ अहिले आउँदाखेरि बिहान चिया मात्र खाएर हिँडेको होइन, बिचमा गाडी भत्केको, यस्तो साह्रो पर्यो आउँदै गर्दा। हुन त अलिअलि एक्सर्साइज गरिन्छ, हिँडिन्छ, यति साह्रो पर्यो। त्यहाँ बाटोमा आउँदा मैले मनपर्ने खानेकुरा के चाहिँ सम्झिनँ होला, यो कोक, स्प्राइट, वाइ के सम्झेँ होइन। तर भोलि बाटो बनिसकेपछि म सम्झिनु पर्दैन नि त होइन। पाइलै पछि त्यो दोकानहरू त हुन्छ नि त। त्यसले गर्दाखेरि आशा छ तपाईँहरूको यो व्यथा, यो तपाईँले भोग्नु परेको कुराहरू चाहिँ बिस्तारै सबै कुरा चाहिँ क्लियर हुँदै जाओस्, राम्रो हुँदै जाओस्। अनि हामी पनि यो कुरालाई एकदमै सपोर्ट गर्छौँ। आज गएर हामी ल दार्चुला गएको थियौँ, पुल यस्तो यस्तो रहेछ भन्ने कुरामा हामी टुङ्गिँदैनौँ। हामी यो कुरालाई अझै पुस गर्छौँ, यो कुरालाई अझै अगाडि बढाउँछौँ। र तपाईँहरूको कुरालाई चाहिँ तपाईँहरूले पनि बेला बेलामा तपाईँहरूको जस्तो तुइनको सेयर गरे जस्तै तपाईँहरूको बाटोमा कहाँ गाह्रो परेछ त्यो कुराहरू तपाईँले आफ्नो सोसियल मिडियामा पनि सेयर गर्नुहोस्। अहिलेको जमानामा कस्तो छ भने
अहिले त होइन तपाईँको आज भोलि तपाईँहरूले यो तपाईँहरू काहीँ दार्चुलाको केही कुरा दार्चुला लेखेर सेयर गर्नुहोस् त तपाईँहरूको पनि कति धेरैले हेरिदिन्छ होइन त्यसले गर्दा तपाईँहरूको यहाँ कथा सानो जस्तो यो अहिले यहाँ बाटोमा आउँदा हामीले सोधेको 1,50,000 कि 2,00,000मा बनेको अरे यो भनेको धेरै राम्रो काम हो के है हामी जस्तोले देख्दाखेरि चाहिँ त्यसले गर्दाखेरि तपाईँहरूकोमा भयो भने हुँदो रहेछ भन्ने कुरा मैले देखेँ त्यसले गर्दा तपाईँहरूले पनि आफ्नो कथा व्यथा चाहिँ फेसबुक मार्फत चाहिँ सेयर गरिराख्नुहोस् हामी त्यो सुन्छौँ हामी देख्छौँ हाम्रो माननीय ज्यू अध्यक्षज्यूले पनि त्यो देखेर नै तपाईँहरूलाई सम्झिनु भएको हो त्यही सम्झेर हामी आज आएको हो आज आएर मैले यहाँ तपाईँलाई कुराहरू भने अनि यो कुराहरूमा तपाईँले चाहिँ एउटा पोजिटिभ भएर बसिदिनुहोस् होइन हामी पनि एकदम पोजिटिभ भएर काम गर्छौँ र आउने दिनमा चाहिँ सबैको एकदमै राम्रो होस् भलो होस् र यो ठाउँलाई चाहिँ संसारले अझै धेरै चिनोस् म त्यति भन्न चाहन्छु है धन्यवाद